भन्ने थाहा पाइहाले, भान्जाको आवाज सुनिहाले। कसरी ढुकाउनु भाइ, कसरी ढुकाउनु त्यो कान्छी? हेलो दर्शक बहिनी, नमस्ते अनि हार्दिक स्वागत छ। सदाको जस्तै आज पनि कान्छी सिरियलको रिभ्यू ल्याएर उपस्थित भइसकेको छु। भिडियोलाई भने अन्तिमसम्म हेरिदिनु होला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनु होला यस्तै खालको भिडियो हेर्नको लागि। दर्शक बहिनी, अन्ततः कान्छी सिरियलमा के हुँदैछ त? गएको भागमा कान्छीलाई झ्यालबाट हेर्ने, कान्छीलाई झ्यालबाट चिहाउने, कान्छी र सागरलाई झ्यालबाट एकदमै आक्रमण गर्न खोज्ने को हो त भनेर कान्छीले पत्ता लगाइसकेकी छन्। अब कान्छीले पत्ता लगाइसकेपछि के गर्छन् त? त्यो मान्छेलाई के गर्छन् त? दर्शक बिन फाइनल्ली कान्छीले आफ्नो मामा हुन्, सागरको मामा र हुन् भनेर थाहा पाइसकेकी छन्। अब भने सागरको मामा र सागरको आमालाई के सजाय दिन्छन् होला त? भिडियोलाई भने फुल हेरिदिनु होला। यदि कान्छी सिरियल मन पराउने हुने साथीहरूले कमेन्ट बक्समा गएर कमेन्ट छोडिदिनु होला। दर्शक बिहीन कान्छी यति बाटी छन् कि उनले आफ्नो मामा हुन् भनेर थाहा पाइसकेकी छन्। यो माला पक्कै पनि मामाकै हो भनेर आफ्नो देवर बाबुसँग भन्दा हो, भाउजू मामाकै जस्तो छ भनेर देवर बाबाले भन्दा सबैजना छक्कै परेका छन्। उनको दाई भाइ आमा बुबा सबैजना छक्कै परेका छन्। किन यति धेरै चिहाएका होलान् मेरो कान्छी छोरीलाई, किन ज्वाइँलाई भनेर उनले चाहिँ एकदमै छक्क परिरहेका हुन्छन्। र मामालाई चाहिँ किन यसरी गरिरहेका होलान् भनेर उनको कान्छीको बाउ आमाले सोध्दा सागरले भन्छन् मैले बिमा गरेको थिएँ, त्यही पैसाको लागि उनीहरू यति धेरै खेल खेलिरहेका छन्। कतै सागर र मेरो जीवन खतरामा त छैन भनेर उनले मनमा नै सोचिसकेकी हुन्छन्। दर्शक बिहीन यता कान्छीको सासू आमा अर्थात् कि सागरको आमालाई एकदमै डर भइसकेको छ। छोरो जीवितै छ भन्ने त मनमा धेरै खुसी लागेको छ, तर छोरोले कस्तो व्यवहार गर्ला, के गर्ला, यो सबै कुरा थाहा पाएपछि छोरोले कस्तो भन्ला, कस्तो व्यवहार गर्ला, मलाई के सजाय देला भनेर एकदमै डरले आतुर भएकी छन् र आफ्नो भाइलाई यता आउन आग्रह गर्छन्। त्यही रातिको दिनमा फोन गरेर मामाले भन्छन् म दिदीको घर आउँदिन, अब आउँदिन दिदी, तपाईले धेरै दुःख दिनुभयो, भान्जा बाबु मरिसके, अब केही 2-4 पैसा आउला भनेर जेलको चिसो हावा खाएर म 50,000 तिरेर आएको हुँ। अझै पनि भन्छ बाबुले दिदीले यस्तो गरिन् उस्तो गरिन् भनेर गुनासो गरेर भन्दैछन्। सागरको आमाले भन्छन् भाइ गल्ती हामीबाटै भएको छ, यदि हामीले बिमाको पैसा कान्छीलाई निकाल नभनेको भए यति दुःख पाउने थिएनौँ, न त छोराबाट डराएर बस्नु पर्ने थियो। अब बुढिसकालमा कता जाने, के गर्ने, छोराले नहेर्यो भने के गर्ने भनेर एकदमै दुःख पोखेर भाइलाई यता बोलाउँछिन्। दर्शक बिहीन कान्छीले यति धेरै गुनासो गर्थिन्। पहिला पनि आमा र मामा मिलेर मलाई एकदमै मार्न खोजेका थिए, जंगलमा लिएर एकदमै मार्न खोजिरहेका थिए, त्यही कारणले मामा नै हुनुपर्छ भनेर उनले चाहिँ भन्छन्। कान्छीको आमाले भन्नुहुन्छ यति धेरै कुरा खपेर हामीलाई किन नभनेको? उनको दाइले पनि यही भन्छन्, यति धेरै खपेर खुब ठुली भइस अब भनेर कान्छीको आमाले भन्छन्। दर्शक बिहीन सागरले पनि भन्छन् यति धेरै दुःख दिने मेरी बुढीलाई, यति धेरै म नहुँदाखेरि यति धेरै दुःख दिने मेरो मामा मेरो आमालाई पनि म सजाय के दिनुपर्छ दिन्छु, र त्यहाँको समाज मिलेर के सजाय हुन्छ त्यो हुन्छ भनेर चाहिँ सागरले भन्छन्। हामी चाहिँ घर जान्छौँ, अब हामी चाहिँ यहाँ बस्दैनौँ भनेर कान्छी र सागर दुवैजनाले भन्छन् र उता घर जाने निर्णय गर्छन्। सबैले आफ्नो कुरा राखेर कान्छी र कान्छीको आमा खाना बनाउन जान्छन्। खाना बनाउँदा गर्दै कान्छीको आमालाई एकदमै दुःख पीर लागेको हुन्छ र झुक्राएर बसेकी हुन्छन्। कान्छीले सोध्दा किन झुक्राउनु भएको? छोरी तिमीलाई धेरै दुःख छ, के गर्छौ? त्यो घरमा गएर तिम्रो सासू पनि ठिक छैनन्, अनि सागर बाबुले ज्वाइँले मात्र माया गर्छन् भनेर गुनासो गर्छिन्। म एक्लै होइन, अब मेरो साथमा ज्वाइँ पनि हुनुहुन्छ, म डराउँदिन, म एक्लै हुँदा त म डराएन, अब त झन् तपाईको ज्वाइँ हुनुहुन्छ, मलाई डर लाग्ने भन्ने कुरै छैन, ज्वाइँ हुनुहुन्छ, देवर बाबु हुनुहुन्छ, मलाई डरै लाग्दैन भनेर सबै कुरा कान्छीले राख्छिन्। र आमालाई चाहिँ यसै गरी सम्झाउँछिन्। कान्छीलाई चाहिँ बुबा आमा दाई भाइ छोरीबाट बिदाई भएर आफ्नो घर लागेकी छन्। अब घर गएपछि मामा सासू आमा र सागरको आमालाई के सजाय दिन्छन् होला त कान्छीले? साथीहरू कमेन्ट गर्नु होला, कमेन्ट गर्न नछोड्नु होला। भिडियो अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद।